यो क्वेसनमा भनेको 3A2B7C लाई ट्रुथ इज इन्टर्नल कोड गरिन्छ। त्यस्तै इन्भिटी इज नट इन्टर्नललाई यो 7C9A8B 3Aलाई कोड गरिन्छ। त्यस्तै ट्रुथ डज नट रिचलाई 9A4A2B8Bले कोड गरिन्छ। हामी यसमा इन्भिटीको निकाल्नु छ। हामी यस्तो लेखिदिन्छौँ, हेर्छौँ कमन इन्भिटी भनेको यो निकाल्नु छ। एकचोटि माथि चाहिँ कम्पेयर कुन मिलिरहेछ, इटर्नल मिलिरहेछ, इटर्नल। त्यसमा हेर कुन कमन छ, इटर्नल अनि इज पनि छ त एउटा 7C पनि गइहाल्यो, एउटा छ 3A पनि गयो भइहाल्यो। अनि एकचोटि यसमा त्यसो गर्नु छ भने नट कमन भनेको 9A यहाँमा छ इन्भिटी, यसमा छ 8B। हियर इट मिन्स इन्भिटीको कोड हुन्छ 8B।